मैले कोही पटक त्यो रासोपाका मान्छेलाई पनि भने हप्ताको एक दिन श्रमदान गरौँ न, सडकमा जाउँ न भने मान्नु उनले त्यस्तो चाहनुहुन्न के। आज मैले त्यो टिम पाएँ। यो मेरो आजको होइन, आज म 3 वर्ष अगाडिको माइक हो के। आज यो माइकले हर्कराज साम्पाङको टिम बनायो। त्यसकारणले सम्पूर्ण देशभरिका आमा बुवा दाजुभाइ दिदीबहिनीहरू एक पटक धरानमा जन्मेको हर्कराज साम्पाङलाई सिङ्गो देशले साथ दिनुपर्छ। हर्कराज साम्पाङ भनेको शरम गर्ने हो, शरम मात्र होइन। भन्छन् नि ढुङ्गाले मात्रै ढुङ्गा बोकेर देखाउँदैन। हर्कराज साम्पाङले धरानमा बनाएका ती स्ट्रक्चरहरू छन् नि, स्ट्रक्चर त्यो ढुङ्गा बोक्ने मात्रै उसँग क्षमता पनि छ, इन्जिनियर पनि छ, आर्किटेक्चर पनि हो के। त्यसकारण हर्कराज साम्पाङलाई सिङ्गो देशका युवाले, सिङ्गो देशका जेनजी पुस्ताले एक पटक प्राइम मिनिस्टर बनाउनुपर्छ। हर्कराज साम्पाङको श्रमबाट यो देश बन्छ भन्ने कुरा प्रमाणित भएको हुनाले मैले हुम्ला कर्णालीबाट हिजो माथा तित्थ आमालाई साथी राखेर अब एक पटक हर्क साम्पाङलाई सपोर्ट गर्छु। त्यसको अभियानमा जोइन हुन्छ भनेर म आजबाट सुरुवात